नमस्कार गाइस है सो कतिजनालाई थाहा छैन होला भिडियो कसरी डाउनलोड गर्ने भनेर है जस्तै हामीले युट्युबको भिडियो पनि डाउनलोड गर्न मिल्छ अब इन्स्टाग्राम टिकटक त भइ नै हाल्यो है प्रायः जस्तो भिडियो डाउनलोड गर्ने एप तपाईँहरूले खोजिरहनु भएको छ भने म आज तपाईँहरूलाई देखाउने छु कुन एप हो र कसरी खोल्ने भनेर यदि तपाईँहरू भिडियो कसरी डाउनलोड गर्ने भनेर टेन्सन हुनुहुन्छ भने तपाईँहरूले सही भिडियोमा क्लिक गर्नुभयो सो यो भिडियो एकदमै इन्ट्रेस्टेड हुनेवाला छ तपाईँहरूले एउटा इन्फर्मेसन दिइरहेको छु त्यसैले यो भिडियोलाई लास्टसम्म हेर्न नभुल्नु होला है के कसरी गर्ने सबै हेर्नु होला अनि त्यही एप तपाईँहरू पनि डाउनलोड गरेर भिडियो डाउनलोड गर्न सक्नुहुन्छ सो सकेसम्म यति मेरो च्यानल नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब लाइक एन्ड बेल आइकन क्लिक गरिदिनु होला र भिडियोलाई लास्टसम्म हेरिदिनु होला अनि एउटा के कस्तो लाग्छ एउटा कमेन्ट पनि छोडिराखिदिनु होला सो यो भिडियोलाई स्टार्ट गरौँ के कसरी गर्ने म देखाउने छु स्क्रिनमा मोबाइलको स्क्रिनमा सो मैले चाहिँ मेरो स्क्रिन देखाइराखेको छु है अब तपाईँहरूले अब जहाँबाट पनि पाइ नै हाल्छ त्यो एप तपाईँहरूको एन्ड्रोइडमा भए प्ले स्टोरबाट सजिलै लिन सक्नुहुन्छ एप्पलमा भए एप स्टोर सो सजिलै यो एप तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ त्यसै गरी अब म चाहिँ त्यो एप डाउनलोड गर्न लागिरहेको छु अब म चाहिँ एप स्टोरमा गएर यहाँ चाहिँ टाइप गर्छु BLACK ब्ल्याक HOLE होल भनेर है ब्ल्याक होल भनेर टाइप गरेपछि यहाँ स्क्रिनमा सो गरिहाल्छ ब्ल्याक होल स्प्लेटर भनेर त्यो जुन कालो देखिरहेछ यो एप यो डाउनलोड गर्नु तपाईँहरूले सजिलै डाउनलोड गर्नु होला सजिलै भइहाल्छ यो एकछिनमा डाउनलोड हुन्छ अनि डाउनलोड भइसकेपछि चाहिँ तपाईँहरूले यहाँबाट पनि सजिलै ओपन गर्न सक्नुहुन्छ र अब म चाहिँ उता स्क्रिनमा गएर तपाईँहरूले सजिलै कसरी ओपन गरेर देखाउने छु ओपन गरेर कसरी भिडियोहरू डाउनलोड गर्ने भनेर देखाउने छु त्यही भएको कारण म चाहिँ अगाडि स्क्रिनमै गएर ओपन गर्छु जुन यो अब तल आएको छ कालो यो ब्ल्याक होल भन्ने एप अनि यो चाहिँ म क्लिक गर्छु अनि ओपन भइ नै हाल्छ त्यसपछि यो आलोमा क्लिक गर्नु होला है आलो र डन आलो एउटा त्यो सो देखाउँछ अनि त्यसपछि तपाईँहरूले आलोमा क्लिक गर्नु होला आलोमा क्लिक गरेपछि चाहिँ फाइनली यो ओपन भइहाल्छ ओपन भइसकेको छ यो तपाईँहरूलाई म भिडियो कसरी डाउनलोड गर्ने भनेर देखाउने छु अहिले त यहाँ पुरै युआरएल देखाइरहेको छ है युआर भनेको चाहिँ मैले कपी लिङ्क भिडियो डाउनलोड गर्नको लागि कपी कुनै पनि भिडियोले कपी गरेको छैन त्यही भएर त्यस्तो देखाउँछ तपाईँहरूको लागि सजिलै हुनको लागि मैले चाहिँ युट्युबमा गएर है युट्युबमा गएर अरूको भिडियोहरू अब यस्तो डाउनलोड गऱ्यो भने त कपिराइट आउँछ त्यही भएको कारणले मेरो आफ्नै भिडियो डाउनलोड गर्न लागिरहेको छु सो गएर यहाँ गएर मेरो आफ्नै भिडियो डाउनलोड गर्छु म यहाँ गएर चाहिँ मेरो आफ्नो भिडियो यो तलको गेहरू यो अनि के भयो आज भन्ने भिडियो डाउनलोड गर्छु है उता तल उतापट्टि तीन धारको देखाइरहेको छ त्यहाँ क्लिक गरेर तलको सेयरमा क्लिक गर्नु होला सेयरमा क्लिक तीन धारको त्यसमा थिचेर तलको सेयर भन्ने त्यो अप्सन देखाइरहेको छ नि त्यसमा क्लिक गर्नु होला अनि एकछिनमा त्यो माथिको कपी लिङ्कमा क्लिक गरिदिनु होला कपी लिङ्कमा क्लिक गरेपछि भिडियोलाई सो त्यो भइहाल्छ कपी भइहाल्छ अनि त्यसपछि आएर जुन यो ब्ल्याक होल ओपन गर्नु होला है जसको पनि अहिले त यो एडहरू आएर बिचकै बनाइरहेछ होला सो मेरो पनि यो एड आएर अलि त्यो भयो अनि तपाईँहरूले यहाँ कि त्यो गरेको माथि चाहिँ डन आलु पेस्ट लेखाएको छ तर चाहिँ आलु पेस्ट लेखाएको छ तर जुन तलको जुन त्यसमा यसमा क्लिक गर्नु होला अनि यसमा क्लिक गरेपछि यहाँ चाहिँ लिमिटेड एक्सेस लेखाएको छ तर अल फुल एक्सेस लेखाएको छ म चाहिँ अल फुल एक्सेसमा लेख्छु भन्नाले थिचेपछि चाहिँ हाम्रो भिडियो डाउनलोड हुन स्टार्ट भइसकेको छ सो केही समय वेट गर्नुपर्ने हुन्छ त्यसपछि हाम्रो भिडियो डाउनलोड हुन्छ है सो फाइनली हाम्रो भिडियो चाहिँ डाउनलोड हुन लागिरहेछ है अन्तिममा पुगिसकेको छ सो गाइज फाइनली भिडियो डाउनलोड भयो सो अघि यो डाउनलोड गरेको भिडियो चाहिँ लास्टमा आएको छ है 8 मिनट 31 सेकेन्डको भिडियो आएको छ त्यो भिडियो चाहिँ मेरो
फोटोस ग्लेरी हामी दुईजनाको टुर रहेको छ आज बसन्तपुर आइसकेको छ भिडियो है यता देख्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँहरूले चाहिँ कसरी टिकटकबाट पनि कसरी डाउनलोड गर्ने भन्ने पनि देखाउने छु। सो सजिलै यहाँबाट पनि सजिलै हुन्छ तपाईँहरूको लागि भनेर यसरी अर्कोको भिडियो मात्रै गऱ्यो भने त मेरोमा कपिराइट आइ नै हाल्छ। त्यही भएको कारणले मेरो आफ्नै भिडियो डाउनलोड गर्छु। अर्को भिडियो डाउनलोड गऱ्यो भने फेरि मेरो युट्युबमा त्यसमा कपिराइट आउँछ। त्यही भएको कारणले मेरो आफ्नै भिडियो चाहिँ यहाँबाट एउटा सेलेक्ट गर्छु। यो तलको हामी तिनजना नाचेको भिडियो सेलेक्ट गरेर यसलाई तलको तिन धर्कोले देखाएको छ नि त्यो तिन धर्कोमा क्लिक गर्नु होला। अनि जुन माथि कपी लिङ्क लेखाएको छ कपी लिङ्क देखाएको छ नि कपी लिङ्कमा क्लिक गरिदिनु होला। कपी लिङ्कमा क्लिक गरेपछि कपी भइहाल्छ। त्यसपछि तपाईँहरूले सिधै आएर फेरि पनि अघिको ब्ल्याक होलबाट नै भिडियो डाउनलोड गर्न सक्नुहुन्छ है त गाइज। सो तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। र यस्तै भिडियोहरू नयाँ नयाँ आउँदै गर्छ तपाईँहरूको लागि है। सो के कसरी अब के गर्ने भनेर सो त्यही भएको कारणले यो भिडियोलाई लास्टसम्म हेर्नु धेरै धेरै धन्यवाद। अनि त्यसै गरी अरू एउटा भिडियो पनि हेरिदिनु होला माया गरिदिनु होला। सो थ्याङ्क्स फर वाचिङ गाइस यो भिडियोमा भिडियो हेर्नु भएकोमा। सो तपाईँहरूले यो भिडियो हेरेर चाहिँ सजिलै भिडियोहरू डाउनलोड गर्ने कसरी गर्ने भन्ने एउटा आइडिया र एउटा सिप ल्याइसक्नु भएको छ। सो सबैलाई धेरै धेरै धन्यवाद यो भिडियो हेर्नु भएकोमा। सो बाई बाई थ्याङ्क्स फर वाचिङ गाइस।